कुनै पनि मान्छेको साँचो चरित्र, उसको संस्कार कसरी थाहा पाउने होला? आज हामी यस्तै एउटा कथामा कुरा गर्नेछौँ, संस्कारको पहिचान, पाण्डवहरूको परीक्षा। ल सुरु गरौँ है त यो रोचक कथा। हाम्रो परम्परामा कुनै पनि राम्रो कामको सुरुवात मन्त्रबाटै गरिन्छ, होइन त? त्यही भएर ल हामी पनि यो कथाको सुरुवात गायत्री मन्त्रको यो पवित्र उच्चारणबाटै गरौँ। यसले हामी सबैलाई सद्बुद्धि पनि दियोस्। ल कथा सुरु हुन्छ द्रौपदीको त्यो भव्य स्वयंवरबाट। त्यहाँ एउटा रहस्यमय योद्धाले सबैलाई चकित पार्दै जित हासिल गर्छन्। अब स्वयंवरको शर्त पनि कस्तो थियो भने लगभग असम्भव जस्तै। माछाको आँखामा निशाना लगाउनु पर्ने। अर्जुनले त त्यो चुनौती पार गरे, तर यहाँ एउटा रहस्य थियो। उनी र उनका दाजुभाइ मतलब 5 पाण्डवहरू भेष बदलेर आएका थिए। उनीहरू को हुन् भन्ने कसैलाई पत्तो थिएन। यो सबै भयो, तर अब कथाको अर्को पाटो हेरौँ। आयोजक राजा द्रुपदको मनमा भने एउटा ठूलो दुविधा चलिरहेको थियो। राजा द्रुपद र उनका मन्त्रीहरूले आपसमा कुरा गरे। लक्ष्य भेदन गरेर स्वयंवरको शर्त त पूरा भयो, तर के यतिले मात्र हुन्छ र? यो जितले उनीहरूको कुशलता त देखायो हो, तर उनीहरूको संस्कार कस्तो छ, चरित्र कस्तो छ, त्यो त केही पनि खुलेन। यही कुराले राजाको मनमा एउटा ठूलो प्रश्न उब्जियो। यी मान्छेहरू साँच्चै राम्रो सुसंस्कृत परिवारका हुन् कि होइनन्? यो कुरा कसरी थाहा पाउने? यही नै उनीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको थियो। हो, यही दुविधालाई समाधान गर्नको लागि राजाका मन्त्रीहरूले एउटा गजबको निकै चलाख योजना बनाए। पाण्डवहरूको वास्तविक स्वभाव पत्ता लगाउन। उनीहरूको परीक्षा लिने तरिका साँच्चै अनौठो थियो है। पाण्डवहरूलाई बस्नको लागि सबै सुविधा भएको कोठा त दिइयो, तर त्यहाँ एउटा चाल थियो। कोठाका सबै सामानहरू जानी यताउता छरिएर एकदमै अस्तव्यस्त र फोहोर जस्तो बनाएर राखिएको थियो। ल अब हेरौँ न त यो अनौठो परीक्षाको नतिजा के आयो। भोलिपल्ट जब मन्त्रीहरू त्यो कोठामा हेर्न गए, उनीहरू त चकितै परे। कोठाको त पुरै कायापलट भएको थियो। हिजो अस्तव्यस्त देखिएका सबै सामानहरू एकदम सफा र चिटिक्क पारेर आआफ्नो सही ठाउँमा मिलाएर राखिएको थियो। त्यो फोहोर र लथालिङ्गोको त नामोनिसानै थिएन। यो देख्ने बित्तिकै मन्त्रीहरूले कुरा बुझिहाले। उनीहरूले कोठा अस्तव्यस्त छोडेका थिए। पाण्डवहरू त्यहाँ बसे र बिहानसम्म सबै कुरा सफा र चिटिक्क भइसकेको थियो। यसबाट उनीहरू ढुक्क भए। यस्तो बानी बेहोरा त पक्कै पनि असल संस्कार पाएका एउटा उच्च र सुसंस्कृत परिवारका व्यक्तिमा मात्र हुन्छ। यो पुरानो कथा भए पनि यसले हामीलाई सरसफाई र व्यवस्थित हुने बानीको वास्तविक महत्त्वबारे एउटा कहिल्यै पुरानो नहुने शिक्षा दिन्छ। त्यसैले यो कथाको सार एकदमै सरल छ, होइन र? हाम्रो संस्कार कस्तो छ भन्ने कुरा हाम्रो बानी बेहोरामा देखिन्छ। खास गरी हामी आफ्नो वरपरको ठाउँ कतिको सफा र व्यवस्थित राख्छौँ भन्ने कुराले धेरै अर्थ राख्छ। भन्नुको मतलब बाहिरी सरसफाइले नै हाम्रो भित्री चरित्रको ऐना देखाउँछ। आज हामीले सुनेको यो कथा सचित्र बालकथाहरूबाट लिइएको हो, जसलाई गायत्री परिवारले प्रकाशित गरेको हो। र यसले हामीलाई के सिकाउँछ भने हाम्रा यस्तै साना साना बानीहरूले नै हाम्रो संस्कारको गहिरो परिचय दिइरहेको हुन्छ।